साथीहरु म आज फेरि पनि तेस्रो भ्लग लिएर आउँदैछु हैन। म आज चाहिँ काठमाडौँ आएको टक्क पशुपति गएर एउटा पशुपतिको भ्लग बनाऊँ भनेर आएको हैन। पशुपति दर्शन नि गर्न पाएँ नि। न्यू इयर हो आज, वैशाख 1 गते। आज म न्यू इयरमा टक्क पशुपति जाँदैछु है। यो चाहिँ म अहिले 2 नम्बर गेटबाट छिर्दैछु। यो बाहिरैबाट बाटो देखिन्टै लाइन छ के अब 2 नम्बर गेट हो। म चाहिँ अहिले भित्र आइसकेको छु हैन। भित्र लगभग भित्रै आइसकेको छु। अब एकदम धेरै भिड छ यहाँ, मान्छेको एकदम धेरै भिड छ। आज न्यू इयर भएर नि होला है। अब म चाहिँ भित्र गएर दर्शन गर्न सकिन्न कि बाहिरबाट निस्केपछि मनमा शान्ति छाइदियो भन्छु। अनि सबै कुरा तपाईँले देखाउँछु है त आज पशुपतिको। साथीहरु भित्र गएर दर्शन गर्ने त त्यस्तै हो के अरे, बाहिरबाट जे भन्ने यो भनिरहेको थिएछ मनमा नै हैन, मनबाट भन्दैछ के माग्नु पर्ने हो भित्रबाट मागिएछ। अब म चाहिँ हामी टक्क छेउछेउको बाटो हुँदै यता लासहरू जलाउने ठाउँतिर यताको भागहरू देखाउँछ है। यता रमाइलो छ, उताखेरि लास जलिरहेको छ। पशुपतिमा आएपछि अर्कै फिलिङ छ आउने तर भित्रबाट र प्याट्रियोटिजम पावर हो कि के भन्छ कि त्यसले इङ्ग्लिसबाट होइन, हो त्यस्तै एनर्जी आउने कि एउटा भित्रबाट होइन। साथीहरू फेरि पनि म यतापट्टि यो लासहरू जलाउने ठाउँतिर आउँदैछु होइन। यता यो पुलमा आएको अहिले ठ्याक्कै पुल छ नि यता बागमतीको, ठ्याक्कै पुलमा छु। पुलबाट यता यो लास जलिरहेको छ। यहाँ यतापट्टि एउटा लास जलिरहेको छ। अब यता लास जलिरहेको छ, त्यता मान्छेहरू पूजा गरिरहेका छन् है। कस्तो अचम्म लाग्ने कि पशुपति आउँदा अब बाँदरहरू यताउता गरिरहेको छ। यहाँ साथीहरू अहिले चाहिँ म बाहिर निस्किँदैछु। अघि 2 नम्बर गेटबाट आएको, अहिले पनि फेरि बाहिर निस्किँदा पनि 2 नम्बर गेटबाट निस्किँदैछु। अब पशुपति चाहिँ मलाई एकदम आनन्द लाग्यो कि यहाँभित्र आएर यताउता मन्दिरको दर्शन गर्न पाइयो होइन। घुम्दा यताउता मान्छेहरू एकदम धेरै भिड छ पशुपतिमा होइन। पशुपतिमा मान्छेहरू किन आउँदो रहेछन् त नि भनेर एकदम इच्छुक थिएँ कि म पनि। त्यस कारण म अब यहाँ पशुपतिभित्र आएको एकदम आनन्द भयो क्या, एकदम रमाइलो लाग्यो। जस आउनै पर्ने ठाउँ रहेछ जस्तो लाग्यो मलाई पनि, सही ठाउँ हो। अब यहाँ यो भगवान्को मूर्तिहरू बेच्न रहेछ टक्क लाएर है। साथीहरू म चाहिँ अब यो भ्लग चाहिँ यति नै यहीँ टुङ्गाउँछु है। अब नेक्स्ट भ्लग चाहिँ म अर्को भ्लग लिएर आउँछु। बाई बाई, अहिलेलाई बाई बाई।